तयारी गर्नु परेन बारेमा थाहा नि यो हम्मकम हो एक त अम्म लागेको ड्युटी हो नि कुरो हामी न दया बनाउला भनेको हुँदैन न धोइकिन बनाउला भने आज जेरमाल धोल्या पालो र रोटा हाली खातै सखा भन्छन् के रोटा मस्त भएका छन् अल्लै बगलबारी खजाउनु भन्छन् आज लुगो पल्ला क्या छ त्यहाँ किन आउलिन्छ र तान्नु पर्यो जानु उन्ट्यो खाप्टा सुन्या रहेछ मोबाइलमा देखिन्छ भाइ भाइ मेरो त आज हुन्या छ भने मैले जुन बेलुका खाप्टा हुन्या छ ज्वरो पनि उल्का गरी आयो हो त्यो ज्वरो निकास्यो भएर ज्वरो उल्का गरी आउँछ क्या मस्तै दिनु क्या कोट हेर्दै गरी आयो त्यस्तै दुई औषधि नुनिया भन्ने पनि त्यही त हो त आज फन्यार भोलि पलाउँछ टिप ल्याउने भन्ने पानी क्या मैले 3 चोटि तताले तताउँदै यो ओत्किन लाग्दै चिसिरहेको छ यो क्या होला किन होला भन्छ यो के देउ त खायो हुनु त्यो हो काट्छ न बारी म काट्छन् होला अर्को छ यो दाउरो ल्याउ दाउरो यो त पहिला पर काट्थे आज ओर काट्छ क्या नाम हेर्नुस् गाइस जरा हामी चाहिँ कल गएको छु भनेपछि हैन हामी मात्रै पिठोले केही नै क्या छन् दाउन्थे पिठो हुनु परेन यहाँ त घट्टो नै अनि बुनजुङ्गला बाँच्छ खपाएको पिठो चाहिने अलिअलि भुटामाथि कोइला आउँदा त्यहाँ चाहिँ हाल अनि के हाल्ने पिठो केही छैन लाटा यो रमेसिया गाउँभर झिक्छ कहिले घट्टी पनि ल्याउँदैन कहिले पिठो पिन्दैन कहिले गेर सुत्दैन यो दुनियाँ घरको झिक गयो रमेसिया कहिलेदेखि जन्मेको पानी ल्याउँछ न यो रोटा हाल्छ मुलुका खाका भिडियो बनाउने त्यो मोबाइल जोरो बग्ला बेलुका गएको थियो आज घर आएको छ अरू नुन हाले पालन खाऊ नहाले केही पनि हुँदैन भोलि आज गरेपछि खसियो तिर्ने अनि पर्सेर खुसी गरेपछि घर लिँदैछौँ नतिरे ऊ
एउटा काटिहाल्छु 560 रुपियाँ ठिबाट 22 हुँदो घाटबाट हुँदो खायो यसकरिकन अहिले 560 रुपियाँ दिन म त गइआऊ बिच गरी खाइदि तु गइदा हात तपाईँको म कति भन्दा त घर भन्नु खायो खाना मरिया छौ सब खाना बात किन जाने बुन एउटा दुध अच्छा छोडी ल्याउनु अब जाउँ गए पनि अनि रुचेर खाली गर्नु सक्दै होइन पराठा कति आछ गर्दै पराठा दुई दुईवटा खाने भन्थे बुन पाता पिठो बोक्न कोज्या गर्छ बनाउन आयो पालन छिट्दैन नि जय बनाउँदा पिठो हाल्नु गेर्नु दियो रोटा ढले आइला अरे हो अब ढले अब पिठो हाल्ने यो नखाए के हुँदैन क्या हुन्छ तातो पालर किन खाइन्न त्यो पालर जिबिले हो जाला नखाए हैजाला आइला पानी का फालिदिया पानी दिया दि कन्ट्राक्ट पानी होइन भन्छ नि आलु हाले पालर मिल्दैन खर्च हैन महल हुने रहेछ जिरी घम लाग्यो महिना दिए लाग्छ न अझ अनि घम जिरी लाग्यो हेर अन्न गइदो अनि अलि हाल हाल्ने हो अनि त हाल्ने हो कहिले मुछेन होला नुन हाल्या नै अरू हाल्नुभयो भने त्यति नै होला एक दिनमा नेपाल 4000 हुन्छ क्या हुने मन दिनको एक दिनको पर 4000 रुपियाँ भयो भन मन त 4 रुपियाँ नै हिउँमा त्यहाँ त अब रुपियाँ उजाले दिया कोही मन जन्मिया त हुने हुन्छ मेरो त जन्मियो यही त ग्यास हुँदैछ नि त्यति नै यो मुर्सामा महिनाको धनिया न धनबहादुर मामा पनि बनाउँछन् तिनीहरू छुँदै थियो मोबाइल पहिल्यै थियो रुपियाँमा ढल्नु त टाइम हुन्छ क्या गएको छ 365 दिन नआएको छुँदैन 365 दिनमा कति बनाउनु पर्छ अरे वास्ट टाइम 4000 घन्टा र उके सब्स्क्राइब 1000 पुर्याउनु पर्यो मन त बाटा बाइक अचल सब्स्क्राइब हान्दै हान्दै टालिने गर्छ त्यो गाइस त्यो अहिले पठाएर त्यो दुख्या के खाऊ रोट अब सबै मामा सेकुवा खाने कि म बनाइदिउ मामा सेकुवा के खाने बना लाउरा ल्याछ अब मैले सुपियास्ता त्यो मामा बनाउँछ बना माइजे बनाउँछ बना अम्मा मेरो बटु कतो गयो ले जा म त पहिला
होला घरमा रोटी मात्रै खाँदा हुन्छ नि, फोटो उठाउनु भन्दा। त्यो आउ यही टप टप त धुन्न अहिले गएर आया। नधुने नखाए पनि हुन्छ खनेर त्यही पनि अहिले नलेटेपछि लैजाउँ नभए आफू धुवामा ल्याउ त्यो उ त त्यो रोटी गरे हुने ठ्याक्कै पिठो पछाडि भयो रुम त घरबाट एकदम ठिकै छ ओइ यही फालो रुट सुबारो है। नौका ओ त खबर नियो न त दिँदै खाँदै गरे यहाँ रोटाको केही ठेगामा छैन भातभा ढिलो हुन्छ पनि नुन त जुनै ट्युन पनि जेठोमा हाल्नु पठाउनु पर्छ एकदम खानु कुरुर खा मर अलबत्त सामान खाजो त्यही खालि भित्रै गर्ने खाना खाजा हैन काम छैन काट्छन् खण्ड लाग्छन्। एउटा मग्या त्यो स्याटका मारेर रोटा पकाउने बगानले धेरै पकाउँछ पेटो चाहिँ भात छन् भइगयो ठिक छ भनिन्छ यहाँ केही पनि हुँदैन पानीले जस्तो पनि पचाइदिन्छ पकाएर लाउने अघि त्यति मुन्तिरिन कोही ल्याइदिन्छ। मौरा याद गर्ने है मौरा मौला हुन ठाउँ जानु कहाँ भयो खाने अथाले बुन्चरमा भनेको लागि बेला ल्याउने मौला भए त घर धुने थिएन तिन थियो यो गइगयो आदि बुन्न एउटै छ दुई छ यो त हुँदै हुँदैन खान लागेन। म सुन्दै हुँदिनँ त्यो सिनो खाने मात्रै हुन्छ पलाउने हो पालो पलाउँछ भोलि बिहान सिनो हो खासै हाम्रो गाउँमा त सिनो नि बिगार्छन् त्यो डाँडाको तिउन र मकैको रोटी खान लागेको छैन।